माइक्रोफोन पोजिसन यहाँ राख्ने कि माथि राख्ने कि तल राख्ने कि हैन नाकमा राख्ने कि सोच्नु पर्दैन के जस्तो पोजिसनमा छ त्यसलाई हल्का मात्रै हेरेर चिनको लेभलमा यतातिर चिनको लेभलमा राख्यो भने चाहिँ इनफ हुन्छ र त्यसैलाई अब प्ले पज गरेर सुन्न सकिन्छ नि त आफूले बोल्ने हैन माई नेम इज अनुषा भन्थे नि अनि त्यसपछि आफ्नो आवाज राम्रो सुनेको छ भने चाहिँ ओके अब चाहिँ चेक यसलाई हातले चलाउने गर्ने हैन हेडसेटहरू एडजस्ट गर्ने त्यस्तो काम नगर्नु है वान्स सेट forget about it okay उनीहरुले बजाएको भोल्युम कति चर्को छ अथवा लो छ त्यो पनि चेक गर्न सकिन्छ है त हरेक टास्क बाइ टास्क पनि यो चेक गर्न मिल्छ हैन मैले रिपिट सेन्टेन्स गए त्यसमा पनि भोल्युम हाई भन्ने लो गर्न मिल्छ तर त्यो रेकमेन्डेबल चाहिँ होइन है बीचमा गयो भने आफ्नो अडियोमा ध्यान दिने कि हेडसेटमा ध्यान दिने हैन सो पहिले सुरु हुनुभन्दा अगाडि नै हामीले एडजस्ट गरिहाल्नुपर्छ है उनीहरुले दिने जुन डिफल्ट भोल्युम छ त्यो चाहिँ लास्टै चर्को हुन्छ है मलाई मात्र हैन सायद सबैलाई हुन्छ होला त्यही भएर लो नै गर्ने ओके अब लो गर्दाखेरि चाहिँ हाफ भन्दा अलिकति कम गरेर हेरिराख्ने ट्रायल एन्ड एरर हैन आफ्नो कानले कतिको भोल्युम बेयर गर्न सक्छ त्यतिमै राख्ने धेरै लो भयो भने पनि केही सुनिन्न हैन अरूको आवाजहरु सुन्ने भयो धेरै चर्को भयो भने पनि त्यो अडियो नै नबुझेर टाउकै दुख्ने हुन्छ क्या सो एकदम यो कुराहरु चाहिँ ख्याल राख्ने है सबैजनाले अब इन्ट्रोडक्सन जुन सेक्सन छ त्यो इन्ट्रोडक्सन सेक्सनमा उनीहरुले यस्तो लिस्ट दिया हुन्छ कि यो भन त्यो भन भनेर हैन तर हामीलाई यो केही पनि भन्नु जरुरी छैन है इन्ट्रेस्ट के हो प्लान के हो डजन्ट म्याटर कसले सुन्ने हो र यो कसैले पनि सुन्ने छैन है र यो न्यू फर्मेटमा यसरी आउँछ रेकर्डिङ हुनलाई चाहिँ यहाँ टाइमर दिइराछ त्यसपछि बीप टोन बजिसकेपछि आफूले मजाले माई नेम इज भनेर नाम मात्र भन्ने माई नेम इज अनुषा है यति मात्र भन्नुभयो यहाँ इन्ट्रेस्टहरु केही पनि भन्नु जरुरी छैन आफूले बोलेको नबोलेको कुरा चाहिँ यसमा फ्रिक्वेन्सी वाइज हैन यो वेभ लेन्थहरु चाहिँ चेन्ज भइराख्छ बोलेन भने यसरी ब्ल्याङ्क आउने भयो बोल्यो भने यसरी चाहिँ चट्ट देखिन्छ है त सो अब त मेरो आवाज रेकर्ड भयो कि भएन भन्ने कुरा पनि डाउट नभए भएन यसरी रेकर्डिङ भइरा हुन्छ कति सेकेन्ड चाहिँ मैले बोले र कति सेकेन्डको लागि यो माइक्रोफोन ओपन हुन्छ भन्ने कुरा यहाँ देखाइराछ सो कम्प्लिट भएपछि जाने भयो पहिलो टास्कै आयो रिड अलाउड हैन 13 seconds रिमेनिङ भयो बीप आएपछि यो सरर बोल्ने सच क्रस प्रोटेक्सन इज युजुअली सीन बिट्विन टु एनिमल्स भन्दै बोल्ने है The Ford company provides plenty of opportunities for its employees. It guarantees not only comfortable and appropriate working conditions, but also many other advantages. Therefore, becoming a part of the Ford Motor Company is always profitable and beneficial. Moreover, it is important to mention that Ford Motor